एभ्रिवान, आज फेरि पनि म चाहिँ यहाँ कुरियर अफिस ड्रेसहरू डेलिभर गर्न जाँदैछु। आज चाहिँ कुरियर अफिस पनि जानु छ र एकजना बहिनी चाहिँ मलाई ड्रेसहरू रेडी गरेर महिनापुरसम्म ल्याइदिनु ल छिटो ढुङ्गासम्म भन्नुभएको थियो। उहाँलाई पनि मैले भेट्नलाई जाँदैछु र उहाँलाई चाहिँ भेटेर ड्रेसहरू दिन्छु र म कुरियर अफिस जान्छु भनेर चाहिँ म हिँड्दैछु। र यहाँ हामी चाहिँ बहिनीलाई नि भेट्यो र उता पारि हेर्नु त। ए 7,500 बाँकी हो भाइ। कस्तो हुन्छ मलाई मेसेज गर्नु ल, बाहिर जाने हो। ल कुन ठाउँ जानु लाग्यो नानी? जापान जानु लाग्यो। ल 1,000 2,000 3,000 एक गर्नु त, मेरो मिलेन क्या हातले। $7,500 ठिक छ नानीलाई। थ्याङ्क यू। कस्तो हुन्छ ड्रेस मलाई फोन गर्नु ल, मेसेज गर्नु है ल। अब चाहिँ साथीहरू हामी सामसुङ गल्ली जाँदैछौँ। सामसुङ गल्लीको कुरियर अफिसमा। सामसुङ गल्ली चाहिँ अहिले त्यहाँबाट चाहिँ अलिकति सस्तो लाग्यो डेलिभर, अनि जापानमा पठाउन चाहिँ अनि त्यहाँबाट पठाइराखेको छु अहिले चाहिँ। अब हामी त्यहाँ जाँदैछौँ। हामी सामसुङ गल्ली पनि आइयो। कुरियर अफिस पनि मलाई राम्रो कुरियर अफिस रोसेवारी। कुरियर अफिस पनि आयौँ हामी। ल साथीहरू, म चाहिँ पसल पनि आइसकेँ, सलुन पनि। सबैजनालाई बाई बाई। सबैजनाले मेरो भिडियो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला।